इरास्मस मन्डल स्कलरसिप चाहिँ हरेक स्टुडेन्टले एप्लाई गर्नै पर्छ है। अब ट्युसन फी पनि लाग्दैन, महिनाको 2 लाख रुपियाँ पनि पैसा दिन्छ, हेल्थ इन्सुरेन्स पैसा लाग्दैन, भिजा फी पैसा लाग्दैन, फ्लाइटको पैसा पनि दिन्छ। युरोपको 2टादेखि 3टा युनिभर्सिटीमा प्लेसमेन्ट हुँदै हुँदै डुल्दै पढ्न पाइन्छ र त्यो अन्तरालमा सबैले युरोप चाहिँ डुलेकै हुन्छ। मेरो यति धेरै साथी भाइ बहिनीहरू जम्मैजना गएछन् है। इन्टरनेसनल लेभलको डिग्री पनि पाइन्छ र जतिलाई पनि हुन्छ नि अस्ट्रेलिया पेमेन्टमा जान पाइनँ म, मेरो घरले मिल्दैन ओर्दैन भन्ने छ, युरोप जाने 2 वर्ष मजाले मास्टर्स पढ्ने, आफ्नो राम्रो एक्सपिरियन्स बनाउने, त्यसपछि पिएचडी चाहिँ स्कलरसिपमा एप्लाई गर्ने है त। बेस्ट हुन्छ यो चाहिँ। यसको लागि चाहिँ विभिन्न डकुमेन्ट्सहरू चाहिन्छ। एउटा भनेको डिग्रीमा धेरै पर्सेन्ट चाहिने, आइएल्टिएस स्कोरहरू राम्रो चाहिने, अनि रेफरेन्स लेटर, रिसर्च एक्सपिरियन्स, त्यहाँपछि गएर एसओपी भनेर के 3-4वटा डिफ्रेन्ट डकुमेन्ट्सहरू माग्छ। त्यो चाहिँ मैले कसरी बनाउने हो, के गर्ने हो भन्ने कुरा अरू भिडियोमा पनि बनाइदिन्छु। अर्को कुरा के पनि गरिदिन्छु भने कहाँ गएर एप्लाई गर्ने, कहाँ गएर आफ्नो सब्जेक्ट मिल्छ कि मिल्दैन भनेर हेर्ने, के कुरा ध्यान दिने भन्ने कुरा चाहिँ मैले एउटा एमएस वर्डको फाइल सबैलाई पठाइदिन्छु। त्यसको लागि चाहिँ के गर्न सकिन्छ भने मेरो यो टिकटकमा फलो गरेर त्यहाँ मेरो बायोमा हेर्दा एउटा इन्स्टाग्रामको मेरो आइडी छ, त्यहाँ इन्स्टाग्राममा गएर चाहिँ इरास्मस भनेर लेख, अनि म चाहिँ त्यो एमएस वर्डको फाइल पठाइदिन्छु है त। त्यसपछि के हेल्प गर्नुपर्छ म बिस्तारै हेल्प गरिदिन्छु। गुड लक।